भगवानको कृपा भयो भने जे पनि हुन सक्छ। आजको रोडपति करोडपति हुन्छ, एक क्षणमा करोडपति रोडपति पनि भइदिन्छ। हजुरले गुरु मन्त्र दिनु भएको छैन भने यो मन्त्रलाई बिहान बिहान एक माला भए पनि जाप गर्नु। ओम नमो भगवते वासुदेवाय। त्यही भएर जीवनमा कहिलेकाहीँ दुर्घटना हुन्छ, घटना हुन्छ, त्यसको पछाडि कुनै न कुनै कारण छ, त्यो भगवानलाई नै थाहा छ। जीवनमा कहिलेकाहीँ ठक्करहरू आउँछन्, परीक्षाहरू आउँछन्, यस्तो दिन पनि आउँछ नि हजुर, कुनै दिन त लाग्छ कि यो संसारमा कोही पनि मेरो छैन, सब स्वार्थी छ, यस्तो भाव आउँछ। किनकि यो समाज हो, यो परिवार हो, यही घर हो, सब देखेको छ, त कुनै दिन मनमा यो भाव आउँछ कोही छैन रहेछ मेरो। तर त्यति बेला पनि याद गर्नुहोस् भगवान तपाईकै साथ हुनुहुन्छ। आमा त भगवान कहाँ भेटिनुहुन्छ? अब आमालाई जति ज्ञान थियो त्यति नै भन्नुहुन्छ। आमाले भन्नुभयो बाबु भोलि पर्सि ठुलो भएर ध्यान गर्न जाऊ, जंगलमा भेटिनुहुन्छ। भगवान त वैकुण्ठमा बस्नुहुन्छ, तर ध्यान जंगलमा गएर भेट्नु है भन्नुभयो। यति नै जान्नु भएको, यति बोल्नु भएछ। अक्षय तृतीयाको शुभारम्भ आउँदैछ, अक्षय दिन हुने दिन। त्यो दिन गरेको नाम जप, त्यो दिन गरेको दान, त्यो दिन गरेको विशेष पुण्य कामहरू अक्षय हुन्छ भनिएको छ, क्षय नहुने। यसकारण अक्षय तृतीयाको दिन प्राय जसो सत्तु र जल बाँड्ने चलन छ। जौको सातु र जल बाँड्ने चलन छ। धेरैले अक्षय तृतीयाको दिन बाँड्नुहुन्छ, शरबत बनाएर ठाउँ ठाउँमा जल दान गर्ने चलन छ। किन अक्षय हुन्छ त्यो दिन भनिएको छ, त्यो दिन गरिएको दान अक्षय हुन्छ भनिएको छ। र यहाँ अगाडि मनु महाराजका अब 2 पुत्रहरू, जसमा प्रियव्रत र उत्तानपाद नामका 2 पुत्र, जसमा 2 पुत्र गुरुकुल पढ्न जानुहुन्छ। र त्यहाँ प्रियव्रतको मनमा एक भाव आउँछ कि यो संसार केही पनि स्थिर छैन। आज भएको सम्बन्ध भोलि छुट्दै जान्छ। आज देखिएका मनुष्यहरूसँग एक न एक दिन वियोग हुन्छ। यो धरतीमा देखिएका हर चीजहरू एक न एक दिन सब छोड्नेवाला छन्। म बसेको घर, मसँग भएका चीज वस्तु पनि सब छुट्छ। यो भएको एउटा शरीर पनि छुट्नेवाला छ। त्यो भित्रको आत्मा तत्व परमात्मा तत्वसँग मिल्न जान्छ। यसकारण म यो जीवनमा गृहस्थ जीवन अपनाउँदिन। प्रियव्रतको मनमा यस्तो भाव आउँछ र गुरुकुलमा बस्नुहुन्छ। उत्तानपाद आउनुहुन्छ, 2 विवाह हुन्छ। जेठी रानी सुनीति, कान्छी रानी सुरुचि। जेठी रानीबाट ध्रुवजीको जन्म हुन्छ, कान्छी रानीबाट उत्तमजीको। एक दिन कान्छी रानीले ध्रुवजीलाई नराम्रोसँग अपशब्द, अभद्र व्यवहार गर्छिन्। आफ्नो पिताको काखमा बसेका ध्रुवजीलाई तानेर भुइँमा पछारेर के भन्छन्, अरे ध्रुव त जेठी रानीको छोरो होस्, तैले त यो गद्दीमा बस्न, यो राज सिंहासनमा बस्न मेरो गर्भबाट जन्म लिनु पर्थ्यो। होइन भने भगवान श्री हरि मात्र सक्षम छन् तँलाई राजगद्दीमा बसाउन भन्नुभयो। ध्रुवजीको मनमा नमिठो भाव आयो, गएर आमालाई सुनाउनुहुन्छ। आमाले यहाँ बडो सुन्दर भावसँग आफ्नो पुत्रलाई सम्झाउनुहुन्छ, पुत्र तिम्री आमाले जो बोल्नुभयो एकदम सत्य बोल्नु पर्यो। कि यो संसारमा जब कोही मनुष्यले कार्य गर्न सक्दैन त्यो काम भगवानले पूर्ण गरिदिनुहुन्छ। भगवानको कृपा भयो भने आजको जोगी भोलि राजा बन्न सक्छ। भगवानको कृपा भयो भने जे पनि हुन सक्छ। आजको रोडपति करोडपति हुन्छ, एक क्षणमा करोडपति रोडपति पनि भइदिन्छ। यहाँ आज सम्झाउनु भयो आमाले त। ध्रुवजीले 5 वर्षको बालक हुनुहुन्छ, के प्रश्न गर्नुभयो, आमा त भगवान कहाँ भेटिनुहुन्छ? अब आमालाई जति ज्ञान थियो त्यति नै भन्नुहुन्छ। आमाले भन्नुभयो बाबु भोलि पर्सि ठुलो भएर ध्यान गर्न जाऊ, जंगलमा भेटिनुहुन्छ। भगवान त वैकुण्ठमा बस्नुहुन्छ, तर ध्यान जंगलमा गएर भेट्नु है भन्नुभयो। यति नै जान्नु भएको, यति बोल्नु भएछ। तर रात्रिको समयमा ध्रुवजीलाई निद्रा आएन। रात्रिको समयमा नै घर छोडेर ध्रुवजी भगवानको खोजीमा निस्किनु। जाँदा जाँदा जंगलको बीचमा नारदजीसँग भेट हुन्छ। नारदजीले 12 महामन्त्र प्रदान गर्नुहुन्छ, ओम नमो भगवते वासुदेवाय। यही मन्त्र जाप गरी 5 महिना
ध्रुवजीले भगवानलाई यो धरतीमा आउन बाध्य बनाउनुभयो मात्र 5 महिनामा। त्यही भएर हजुरहरूलाई पनि यही मन्त्र, हजुरहरूले गुरु मन्त्र दिनु भएको छैन भने यो मन्त्रलाई बिहान बिहान 1 माला भए पनि जाप गर्नु। ओम नमो भगवते वासुदेवाय। यहाँ 5 महिना जाप गर्नुभयो ध्रुवजीले। जो यमुनाजीको तटमा आज पनि ठाउँ छ, ध्रुव टीला नाम गरेको स्थान, त्यही ठाउँमा बसेर जाप गर्नु भएको थियो। 5 महिनामा भगवान यो धरतीमा आउनुभयो। आएर ध्रुवजीलाई दर्शन दिनुहुन्छ। ध्रुवजीले आँखा खोल्नुभयो। अब चुपचाप हेरिरहनु भयो। किन कि भगवानलाई भेट्नु थियो, भगवान आइदिनु भयो। गुरु बनाउनु थियो, गुरु बन्नुभयो। गुरुले मन्त्र दिनु थियो, मन्त्र पनि दिनुभयो। मन्त्र जाप गर्नु थियो, जाप पनि गर्नुभयो। तर भगवान आउनु भने के गर्ने यो थाहा थिएन। भगवान त अगाडि साक्षात उभिदिनु भयो, अब के गर्ने? त भगवानले सोच्नु भएछ कि यिनले मेरो स्तुति गाउन चाहन्छन्, यसकारण यिनलाई म सरस्वती प्रदान गर्छु। शंख स्पर्श गराउनु भएको थियो। सरस्वती गएर शिरमा बस्दिनु भयो। वाणी खुल्यो र यहाँ 13 श्लोकमा स्वयं स्तुति गर्दै हुनुहुन्छ। योऽन्तः प्रविश्य मम वाचमिमां प्रसुप्तां सञ्जीवयत्यखिल शक्तिधरः स्वधाम्ना अन्यांश्च हस्तचरणा श्रवणत्वगादीन् प्राणान्नमो भगवते पुरुषाय तुभ्यम्। तब भगवानले जब सरस्वती प्रदान गर्नुभयो त हरेक प्रश्नको उत्तर दिमागमै आफै प्राप्त हुन लाग्यो बुद्धिद्वारा। गएर भगवानको काखमा बस्नुभयो। ध्रुवजीले एउटै प्रश्न गर्नुभयो, प्रभु त्यो दिन पिताजीको काखमा बस्दा मेरी कान्छी आमाले किन धक्का दिएर मलाई निकाल्नु भएको? भगवानले भन्नुहुन्छ, बाबु त्यो दिन धक्का दिएर बाहिर ननिकालेको भए आज तिमी मेरो काखमा बस्न पाउँथ्यौ त? त्यो दिन तिम्रो मनमा एक प्रकारको भाव आयो कि भगवानलाई म भेट्छु। त्यो दिन धक्का नदिएर प्रेम गरेर राखेको भए कहाँ तिमी मलाई खोज्ने प्रयास गर्थ्यौ त? त्यही भएर जीवनमा कहिलेकाहीँ दुर्घटना हुन्छ, घटना हुन्छ, त्यसको पछाडि कुनै न कुनै कारण छ। त्यो भगवानलाई नै थाहा छ। जीवनमा कहिलेकाहीँ ठक्करहरू आउँछन्, परीक्षाहरू आउँछन्। यस्तो दिन पनि आउँछ नि हजुर, कुनै दिन त लाग्छ कि यो संसारमा कोही पनि मेरो छैन, सब स्वार्थी छ, यस्तो भाव आउँछ। किनकि यो समाज हो, यो परिवार हो, यही घर हो, सब देखेको छ। त कुनै दिन मनमा यो भाव आउँछ, कोही छैन रहेछ मेरो। तर त्यति बेला पनि याद गर्नुहोस्, भगवान तपाईकै साथ हुनुहुन्छ है। भगवान चाहिँ तपाईलाई छोड्नेवाला हुनुहुन्न, भगवान हुनुहुन्छ। त्यही भएर मुखले भगवान नाम जाप गरिरहनु, बार बार जाप गरिरहनु, पुकारिरहनु। भगवानले साँच्चीकै अझ सुन्दर स्थान देखाउनलाई त्यो कार्य गरेको हुन सक्छ। एउटा मान्छेलाई भनेछ नि, ऊ त्यो पहाडको माथि त कस्तो सुन्दर ठाउँ छ भनेछन् कि एकजना व्यक्तिलाई। उसले खुब मेहनत गर्दै 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 त्यो पहाडको चुचुरामा जब पुग्यो, संसारबाट सुन्दर देख्यो, तर त्यहाँभन्दा माथि अझै अग्ला चुचुराहरू थिए। यो हिँड्दै गर्दा यस्तै हुन्छ। त्यो चुचुरा एउटा पहाड चढ्न त बडो कठिन हुन्छ, तर त्यहाँ पुगिसकेपछिको सन्तुष्टि जो हुन्छ नि, त्यो भगवानले जो दर्शन गराइदिनुहुन्छ, जो फल दिनुहुन्छ, त्यो अलग्गै प्रकारको हुन्छ। त यहाँ आज ध्रुवजीलाई यो कृपा प्राप्त हुन्छ र ध्रुवजीलाई भन्नुहुन्छ कि बाबु तिमी 36,000 वर्ष शासन गरेर मेरो धाम आउनु, तिम्रो लागि छुट्टै धाम बनाइदिएको छु जसको नाम हो ध्रुव लोक। यो लोकमा पनि सुख, परलोकमा पनि सुख तिमीलाई छ। त ध्रुवजीको वंशमा अघि चल्दै जाँदा एक अंग नामका राजा हुनुभयो। उहाँका पुत्र बेन हुनुभयो। बेन बडो दुष्ट थियो, सन्तहरूले उसको उद्धार गर्नुभयो। पछि बेनको शरीरबाट पृथु महाराज अर्ची महारानीलाई प्रकट गर्नुहुन्छ। पृथु महाराजले यो पृथ्वीलाई जलमाथि स्थापित गरेर पृथ्वी नाम राख्नुहुन्छ र पृथ्वी महारानीले पृथु महाराजको स्तुति गर्नुहुन्छ। उहाँकै वंशमा एक प्राचीन बरही नाम गरेका एक प्रचेता थिए, जसले यज्ञमा अनेक प्रकारका जीव जन्तुको बलि दिन्थे। नारदजीले आएर सम्झाउनुहुन्छ
सम्झाएर ती सबै जीव जन्तुको दर्शन गराइदिनु भयो। पछि त्यसलाई रोक्नुभयो अगाडि प्राचीन गराई। नारदजीले कृपा वर्षाएर अगाडि बढ्नुहुन्छ। फेरि यता प्रियव्रत महाराजलाई लिएर आउनुहुन्छ र पुनः सृष्टि विस्तारलाई अगाडि बढाउनुहुन्छ मनु महाराज। प्रियव्रत महाराजले दोस्रो सूर्यको निर्माण गर्नुहुन्छ। रात्रिको समय पनि अन्धकार नहोस् भनेर, तर त्यो कार्यलाई ब्रह्माजीले रोक्नुहुन्छ र उहाँकै वंशमा अघि चल्दै जाँदा एक भरत नाम गरेका राजा हुनुहुन्छ जो भगवानको परम भक्त हुनुहुन्छ। यो कथा बडो सुन्दर छ। त्योभन्दा अगाडि हामी एउटा भजनको आश्रय लिन्छौँ।